पाठेघरको मुख हुन्छ नि, पाठेघरको मुख क्यान्सरै भयो, सर्भाइकल एजेनेसिस भयो होइन, सर्भाइकल एकदम टाइटली स्टेनोसिस भयो भने बच्चा आउन सक्छ होइन। अनि त्यसपछि आएर भेजाइनाको पार्ट इन्फर्टिलिटीमा चाहिँ भेजाइना एनाटोमीको ठिक छ भनेदेखि त्यति खासै धेरै रोल चाहिँ छैन, अलिक एकदमै ल्याक्स भेजाइना। त्यसपछि इन्टरकोर्स गरिसकेपछि पनि त्यो स्पर्महरू हुन्छ त्यसपछि बाहिर आउने एउटा समस्या हुनसक्छ, त्यसको पनि छुट्टै किसिमको चाहिँ म्यानेजमेन्ट गरेको। सर यसरी व्याख्या गरिरहँदाखेरि यो अल आर कजेज अफ इन्फर्टिलिटी इन फिमेल कारण यही हुन्, महिलाको मात्रै भने डाक्टर साहबले भन्दै गर्दाखेरि यो पुरुषको विषयमा जोडाउँला प्रकृति शक्तिशाली छ होइन, एकदम त्यो त कुरै छैन। अझैले भन्दै गर्दा मेडिकल साइन्ससँग जोडेको पुरुषको विषयमा कुराहरू पुरुषको के छ भनेदेखि सबभन्दा टेरिबल कुरा के हुन्छ भनेदेखि तपाईँको शुक्रकीट छ नि, बिना शुक्रकीट त बच्चा बन्दैन, बिना शुक्रकीट त अन्डा र शुक्रकीट अन्डा त मिल्नै पऱ्यो। अनि शुक्रकीटमा डब्लुएचओले सर्टेन प्यारामिटर्समा तोकेको छ कि नर्मल भोल्युम कति हुनुपर्ने, पिएच कति हुनुपर्ने, त्यसपछि काउन्ट कति हुनुपर्ने, यसको मोटिलिटी भन्छ कि सक्रियता कति हुनुपर्ने, पिएच कति हुनुपर्ने, त्यसपछि तपाईँको चाहिँ मर्फोलोजी भनेको स्ट्रक्चर कस्तो हुनुपर्ने सबै कुरो चाहिँ डिफाइन गरेको छ सङ्ख्या। यसमा डाक्टर साहब पुरुषको सवालमा जस्तो पेसागत हिसाबले कस्तो काम गरिराखेको छ, कस्तो ठाउँमा छ, कस्तो भूगोलमा छ, त्यसको प्रभाव पर्छ कि पर्दैन? एकदम पर्छ नि, पेसागत त एकदमै पर्छ है। किन भन्नुहुन्छ भने मैले आफ्नो इनमा एक्सपिरियन्स के छ भनेदेखि अलमोस्ट धेरै नभनौँ 50-60% मेरो चाहिँ विदेशबाट आएको पुरुषहरूको लागि मैले हेरिरहेको हुन्छु कि रोजगारीबाट नेपालबाट रोजगार बाहिर गएँ, 2 वर्ष 3 वर्ष बसेँ, टेम्परेचरको मेन्टेन हुँदैन, तपाईँको केमिकल हेजार्ड, रेडिएसन हेजार्ड, हिट होइन को कारणले गर्दाखेरि अब टेम्परेचर तपाईँको चाहिँ 45-50 डिग्रीमा काम गरेपछि त्यसको असर यसमा पर्यो, असर डाइरेक्ट शुक्रकीट अन्डाकोसमा पर्छ कि। नर्मली के भन्छ भनेदेखि हाम्रो बडीको टेम्परेचर भन्दा शुक्रकीट बनाउने अङ्ग जुन टेस्टिस छ नि, त्यो टेस्टिसको टेम्परेचर 1 डिग्री सेल्सियस कम हुनुपर्छ भन्छ। त्यसो हो भने डाक्टर साहब अब त्यो बिग्रिसकेको अवस्थाको जुन स्पर्मको कुरा आयो नि पुरुषहरूमा, त्यसलाई रिकभर गर्ने सम्भावना कति हुन्छ? आत्तिनु पर्दैन, बनेकै छैन भनेदेखि चाहिँ इट विल टेक सम टाइम्स। किन बनेन कजमा फरक पर्छ होइन, बनेको छ कम छ भनेदेखि चाहिँ त मेडिसिनहरू छ।